स्क्रू बिग्रियो ग्यास अलिक सेफ ड्राइभ गर्नु होला है। हेर्नुहोस् गिफ्ट गरिदिएको रहेछ है। थ्याङ्क यू सो मच उसलाई पनि है। हेलो गाइस, वेलकम ब्याक टु माई मोटर भ्लग हो। फर्स्ट डे अफ मोटर भ्लग हो है मेरो चाहिँ। अन्त आज चाहिँ म कहाँ जाँदैछु भन्दा चाहिँ घर जाँदैछु आज चाहिँ नाम्चीबाट। किन जाँदैछु भन्दाखेरि चाहिँ त्यो छ नि त भोलि माथि क्या भन्छ यक्सुममा प्रोग्राम छ। आज चाहिँ म घर जाँदैछु गाइस। र मेरो मोटो भ्लग कस्तो हुन्छ है कमेन्ट पनि गरिदिनुहोस् होला है। माइक चाहिँ छैन कि अहिले, माइक थियो बिग्रिरहेको छ। अन्त त्यही भएर चाहिँ म विदाउट माइक बोल्दैछु गाइस। अन्त राम्रो सुनेको छैन होला है। त्यही भएर इन्जोय गरिदिनुहोस् होला तपाईँहरू पनि मेरो मोटो भ्लगलाई है। हेर्दै गर्नुहोस् ल गाइस। अब हेर्दै जानुहोस् है। म चाहिँ नाम्चीको बाटो जाँदैछु है। मोटो भ्लग बनाउने चाहिँ पुरा मलाई इच्छा छ नि त गाइस। अहिले चाहिँ फोनबाटै गर्दैछु हो। अन्त बाटो भएर चाहिँ गर्नुपर्छ होला है। अहिले चाहिँ सेटअप गर्नु साह्रै पर्छ मोटो भ्लगको, किनभने चाहिँ सामानहरू पुरा एक्सपेन्सिभ छ नि त मोटो भ्लग गर्ने सामानहरू। गोप्रोहरू चाहिन्छ नि। अहिले चाहिँ अफोर्ड गर्नु सकेको छैन गाइस हो। पछि चाहिँ तपाईँहरूलाई अलिक पैसा भए चाहिँ बादमा सेटअप गर्छ मोटो भ्लगको है गाइस। अन्त अहिले चाहिँ मेरो ब्लग्स हो है। यो चाहिँ मेरो अस्ति दिन बर्थडे थियो है। अन्त त्यो बर्थडेमा चाहिँ मेरो साथीले एकजना साथीले गिफ्ट गरिदिएको रहेछ। यो भ्लग देख्यो भने चाहिँ उसलाई पनि थ्याङ्क यू सो मच है। स्कुटी चलाउँदाखेरि लाउनु भनेर सोचेर मलाई किनिदिएकोमा उसलाई पनि थ्याङ्क यू सो मच है। अन्त तेल पनि मैले हालेको छु अस्ति गाइस। अन्त अब हाल्नु पर्ने हुन्छ हाम्रो तल गई हाल्नुपर्ने हुन्छ, त्यो पनि हेर्नुहोस् होला गाइस। फर्स्ट टाइम बनाएको मोटो भ्लग गाइस हो। के बोल्नु भइरहेको छ, के बोल्नै आएकै छैन। अब नर्भस कस्तो भइरहेको छ हो। हेरिदिएर इन्जोय गर्नुहोस् होला है। तपाईँले फेसबुकतिर हेर्नुहुँदैछ भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। युट्युबतिर हेर्नुहुँदैछ भने चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला। फोन त बेसी गरौँ भएर अगाडि तानै गरिरहेछ। यहाँ पनि फुट्छ मेरो सब कुरा हुन्छ है। त्यही त त्यति गरेर चाहिँ त्यति हुँदा पनि मैले चाहिँ अब तपाईँहरूको लागि मोटो भ्लग गरेर गर्छु भन्ने सोचिरहेको छु नि त। रिक्समा राखेर सबै कुराहरूलाई तपाईँले हेर्नुहुँदैछ भने चाहिँ कृपया गरिकन लाइक कमेन्ट सेयर अनि फलो गरिदिनुहोस् होला है। अन्त अझै मन परेर म इन्ट्रेस्टिङ मोटो भ्लग पनि गरिदिनेछु है गाइस। अब भ्लगमा अब अगाडि कस्तो देखिरहेछ है त्योहरू पनि मलाई थाहा छैन नि त। अब कतिमा राख्दा सेट हुन्छ भनेर है हेरिदिने पनि छैन। अब एक्लै छु हो गाइस। अन्त चाहिँ याद छैन अब कस्तो राम्रो आउँदैछ है। बिस्तारै गर्दै गयो चाहिँ याद हुन्छ होला है। अहिले मेरो फर्स्ट डे भएर चाहिँ म त्यस्तो थाहै छैन कस्तो गर्दा चाहिँ अब कति गर्दा ठिकै हुन्छ भनेर हो गाइस। मैले जति सक्दो चाहिँ मैले राम्रै राखेको छु क्यामेरालाई हो। आई डोन्ट नो कतिको देख्दैछ है। हाम्रो गाउँको रोड पनि तपाईँलाई देखाइदिन्छु है। अहिले भर्खर गएको हाम्रो रोड चाहिँ प्रायः बेसी भएको छैन गएको, भर्खर खुन्दैछ। आधी पर चाहिँ पुरा छैन, तर हाम्रो घरसम्म चाहिँ आरामले गाडीहरू मजाले पुग्छ है। प्लेन चाहिँ मजाले गरिदिएको छ। अन्त तपाईँलाई मेरो घरको जाने रोड पनि देखाइदिँदैछु है। हेर्दै गर्नुहोस् होला तपाईँहरू चाहिँ है। हेरेर इन्जोय गरिदिनुहोस् होला। रोड त खराब छ नि यार यहाँ नाम्ची साइडको जग्गा खराब छ तर राम्रै छ भनौँ न। त्यो त राम्रै छ, अरू हेर्नु चाहिँ राम्रै छ है। मलाई पुरा साह्रो परेछ यार हेलमेट लाउनु नि। हेलमेट अगाडि तानेको टाइट छ कि यसले गर्दा है लुज भएछ नि हेलमेट चाहिँ। मतलब अरू यो अगाडि भारी भएर चाहिँ खास चाहिँ यो भएको लुज भएको जस्तो भएको। खास चाहिँ त्यो टाइटै छ। हेलमेट तानेर बिजोग बनाएको छ गाइस। पर जाने गरेको बाइक जस्तै म पनि टक्कै सेटअप गरेर है। टक्कै बाइक हुनुपर्ने यहाँनिर हो चिकन जग्गामा। टक्कै पछाडि ब्याकहरू बुक जग्गा बनाएर है मजाले यसको के भन्छ मोटो भ्लगरको सेटअप बनाएर चाहिँ घुम्नु है, एक्सप्लोर गर्नु जग्गाहरू। अन्त भ्लगहरू बनाउँदै यस्तो चाहिँ मलाई पनि पुरा इच्छा छ सानैबाट है। तर हेरौँ के हुन्छ है बादमा गर्दैछौँ बिस्तारो है भयो भने।
तपाईँको साथ र माया पाएर त्यो पनि गर्नेछु छिटो नै है। तपाईँको माया सपोर्ट देखाइदिनुहोस् होला है। र साउन्ड चाहिँ भोइस चाहिँ कतिको आउँदैछ याद छैन हो गाइस, तर म चाहिँ शब्द चाहिँ राम्रै बोल्दैछु हो। आउनुहोस् आउनुहोस्। यस्तो जग्गामा पनि रोक्दैन यार, कस्तो ड्राइभरहरू छ, एकछिन रोक्दा केही हुँदैन त, अन्डरस्ट्यान्डिङ गर्दैन मेन गाडी कुदाउनेले चाहिँ है, त्यही भएर प्रब्लम हुन्छ हो त्यसमा पनि। मलाई चाहिँ भ्लग गर्दैछ नि याद पाइछ नि त यो ड्राइभरले, हर्न गर्दै थियो, टिप गर्दै थियो। मलाई चाहिँ एउटा कुरा टेन्सन भइरहेछ कि यहाँ चाहिँ क्यामेरामा चाहिँ अब कतिको राम्रो आउँदैछ कि छैन भइरहेछ हो। अब हेर्नु पनि मिल्दैन आफैले चाहिँ है, फेरि भारी भएर तल तान्दैछ नि त क्यामेरा है, त्यही भएर। अन्त अलिक अर्को गोप्रो हुन्छ मसिनो हुन्छ है, सानो हुन्छ चिटिक्कको, त्यही भएर चाहिँ यो मुनि झर्दै मतलब त्यस्तो गरौँ भन्दैन, मुनि झर्दैन नि त। यो चाहिँ फोन भएर चाहिँ मुनि पुरा तान्दैछ नि त अगाडि हेलमेट नै, त्यही भएर मलाई हेलमेट चाहिँ घरिघरि मिलाउँदैछ है। तपाईँले याद पाउँदै होला यसरी हल्दिएको है। भिडियो चाहिँ बनिँदैछ कि बनिँदैन त्यो थाहा छैन मलाई साँच्ची है गाइस। भिडियो चाहिँ अघि मैले अन गरेर राखेको थिएँ हो, बनिएको छैन कि है। थिचेर फोनहरू त पुरा थिचिन्छ नि उता यता, टच हुन्छ है, त्यही भएर हुँदैछ भने ठिकै छ है। यो क्लिप पनि हालिदिन्छु हुँदैछ भने चाहिँ, अब यो बोलेकोहरू हुँदैछ कि छैन भने होइन। यदि छैन भने चाहिँ छैन भने केही छैन है। अर्को पालि अब फर्किँदाखेरि पनि बनाउँछु है, त्यस्तै खाले टाइपको। एजुकेसन चाहिँ इम्पोर्टेन्ट हो लाइफमा है, इम्पोर्टेन्ट चाहिँ हो, तर त्यो पढेर कामै गर्नुपर्छ भन्ने छैन है। मलाई चाहिँ अब भ्लगिङहरूप्रति पुरा इन्ट्रेस्ट लाग्छ है, तर मैले गरेको नि धेरै पनि भएको छैन है। कति भयो मैले सुरु स्टार्ट गरेको चाहिँ पहिला गेन्टोकमा हो है, 1 वर्ष भयो, अन्त कन्टिन्यू गरेको थिइनँ। अन्त अहिले चाहिँ भ्याउँदा गर्दैछु। अब सक्दो चाहिँ म गर्नै प्रयास गर्छु कि, तर के हुन्छ भने चाहिँ नानीको नेटवर्क चल्दैन नि त, त्यही भएर है। गाइस अस्ति मैले चाहिँ है न्युजतिर देख्दै थिएँ गाडी पल्टेको है, यहाँनिर रहेछ यो गाडी चाहिँ, माथिबाट झरेको होला है। गाडी कुदाउँदा अलिक सेफ ड्राइभ गर्नु होला है। हेर्नुहोस् त गाडी यस्तो भइरहेछ है, बेसी चाहिँ हाल्नु हुँदैन गाइस चाहिँ। ल त गाइस अहिले भने चाहिँ है म जुम उकालो पुगिसकेको छु है। अन्त चाहिँ अब यहाँबाट उकालो चाहिँ म भिडियो बनाउँछु। अन्त झन् झरी गयो, झनै लरी गयो गाइस स्कुटी। यो सेन्सरको प्रब्लम लाग्दैछ हो गाइस। अन्त एकपल्ट देखाउनु भन्छ स्टार्टै हुनु मान्दैन है। अन्त केही छैन, खालि स्टार्ट भयो है। अन्त गाइस अहिले चाहिँ म फाइनली जुम उकालो पुगिसकेको छु है। हाम्रो घर चाहिँ जुम उकालो भएर जानुपर्ने हुन्छ है। अन्त हेर्दै गर्नुहोस् होला मेरो भिडियोलाई है, इन्जोय गर्नुहोस् होला है। जति सक्दो मैले राम्रो निकाल्ने कोसिस गरेको थिएँ। अहिले भर्खर उकालोको बाटो चाहिँ अहिले ब्याक कटिङ हुँदै रहेछ हो गाइस। मलाई चाहिँ पुरा खुसी लागिरहेछ यो जुम बाटो चाहिँ ब्याक कटिङ हुँदा, किनभने यस्तो साङ्गुरो रोड छ गाइस। हेर्नु नि, एउटा गाडी यताबाट आयो भने यताबाट एउटा स्कुटी छिर्नु कस्तो साह्रो पर्छ है। एउटा नालीमा चक्का यहाँ छिर्नु पनि छिर्दैन, अन्त दुईवटा गाडीहरू साइड दिनुपर्दा कस्तो प्रब्लम हुन्छ। त्यो बाइक अरू फेरि त्यो प्रब्लम पनि एउटा भयो है। अन्त फेरि यो रोड फेरि यस्तो ठाडो छ यो रोड है, पुरा उकालो छ, त्यही भएर चाहिँ अलिक साह्रै पर्छ। किनभने तल डाउनको गाडी डिस्टर्ब भयो भने चाहिँ उठाउनु साह्रो पर्छ नि त गाडीहरू। अब स्कुटीहरू त अर्कै कुरा हो कि, अन्त भ्लग बनाउनु साह्रो परिरहेछ। त्यही माथि बोलेको राम्रो सुन्दैछ कि छैन टेन्सन भइरहेछ हो गाइस। अन्त के छैन है, किप लभिङ मी, सपोर्ट गरिदिनुहोस् होला है। तपाईँको जो सपोर्टको पुरा खाँचो छ मलाई है। मेरो फेसबुकमा हेर्नुहुँदैछ भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। अन्त तपाईँको एउटा लाइक, एउटा कमेन्ट र एउटा सेयरले गर्दा धेरै भ्लग बनाउनुमा, राम्रो कन्टेन्ट बनाउनुमा हामीलाई मोटिभेट हुनेछ है, सानो क्रिएटरहरूलाई है। त्यही हो गाइस, लाइक कमेन्ट सेयरहरू चाहिँ गरिदिनुहोस् होला नभुलिकन। कहाँ आएको यार, बाटो नहेरी आउँछ यस्तो मैले हर्न दिएर। ल त गाइस अहिले भने चाहिँ फाइनली च्याखुङको तेर्सो रोडमा पुगिसकेको छु हो गाइस। अन्त यहाँबाट उता छिटो भ्लग बनाऊँ भनेर, किनभने चाहिँ यहाँदेखि उता चाहिँ न्युट्रल जाँदा पनि हुन्छ गाइस हो। म जाँदैछु है, इन्जोय गर्दैछु। अघिको मेरो भ्लगहरू कस्तो हुन्छ नि, यो मुनिको यस्तो निस्केको छैन, यता यहाँदेखि उता पनि निस्केको रहेछ कतिवटा हो, त्यस्तै पनि हालिदिन्छु। किनभने अब मलाई नलेजै छैन है फर्स्टमा चाहिँ, अहिले चाहिँ के हुन्छ फर्स्ट भएर चाहिँ मेरो नलेजै छैन कतिमा के गर्नुपर्ने हो भनेर है। अन्त चाहिँ पनि म गरिदिँदैछु गाइस है। अन्त
सपोर्ट गरिदिनुहोस् होला। यहाँदेखि चाहिँ उकालो जानुपर्ने हुन्छ है। यो चाहिँ नयाँ रोड गएको भर्खर गएको कति भएको छैन है। तर मजाले गाडी स्कुटीहरू चाहिँ गाडीहरू चाहिँ जान्छ हाम्रो घरसम्म चाहिँ है। यहाँदेखि चाहिँ यता मोड्नु पर्ने छ, यता गएर चाहिँ स्कुल टाढा पुग्छ है। यता चाहिँ हाम्रो घरको रोड हो है। वेलकम टु माई भिलेज रोड भन्छ। वेलकम, स्वागत छ मेरो गाउँको रोडमा भनेको है। तपाईँहरूलाई फेरि भिलेज रोड चाहिँ यस्तो हुन्छ भने कमेन्टहरू आउनु सक्छ है। त्यही भएर अहिले भनिदिइहालेको है। यसरी धुलो यस्तो छ है। म चाहिँ यस्तो बिजोग भएर सालसिन तपाईँलाई म पर पुगेर स्कुटी राखेर देखाउनेछु म कस्तो भइरहेको छु है धुलोले है। आई थिङ्क सेन्सरको प्रब्लम होला है। अब यहाँदेखि बिग्रियो पनि यस्तो टेन्सन छैन, किन मेरो घर यहीँ पर त पुगिहाल्छ हिँडेर पनि। अरे यार के भएको यार।